कसले कसले खानुभएको छ सोयाबिनको छोइला प्रोटिनले एकदम भरिपूर्ण हुने यो सोयाबिनको छोइला खाँदा चाहिँ साह्रै मिठो हुन्छ। ल है अब चाहिँ बनाउन त सुरु गरौँ। यहाँ मैले लिएकी छु अलिकता सोयाबिन। यो चाहिँ अब चाहिँ भिजाएको छैन, अब चाहिँ म यसलाई भिजाउँछु। यसलाई एकैछिन भिजाइदिनु पर्छ। यसमा तातो पानी चिसो पानी जे राख्दा पनि हुन्छ। मैले चाहिँ यहाँ चिसो पानी लिएकी छु, हेर्न सक्नुहुन्छ। यसलाई चाहिँ मजाले भिजाउने। छोइला बनाउन योभन्दा सानो एउटा आउँछ, त्यसको चाहिँ काट्नु पर्दैन। यो चाहिँ अलिक ठुल्ठुलो हुनुभएकोले पछि काट्नुपर्छ। आज मसँग त्यही थियो, त्यही भएर मैले त्यही गराएँ। यहाँ चाहिँ मैले पियाज काटकुट पारेर रेडी पारिसकेकी छु। सेप चाहिँ आफ्नो इच्छा अनुसार हुन्छ। म चाहिँ लाम्चो काटेकी छु। यसमा चाहिँ थोरै अदुवा अनि थोरै हरियो खुर्सानी। यहाँ चाहिँ म टमाटरलाई अब पोल्नलाई रेडी पार्दैछु। आएको छैन, यस्तै गरी हो पोल्ने, के गर्नु। अब चाहिँ यो चाहिँ पोलेर चाहिँ अर्कै टेस्ट हुन्छ कि। यसलाई चाहिँ पकाउन पनि सकिन्छ, तर यसरी पोलेको चाहिँ अर्कै टेस्ट हुन्छ, मिठो हुन्छ। त्यही भएर म यहाँ चाहिँ यसलाई चाहिँ पाक्ने गरी, यसमा फेरि अब केही गर्ने होइन नि त, घर मिच्ने हो। त्यही भएर अलिक पाक्ने गरी पोल्नुपर्छ। यहाँ चाहिँ मैले पोलिराखेको छु। तबसम्म यो हेर्नु भिजेर पनि यो रेडी भइसक्यो। कुनै कुनै चाहिँ भिजा होइन, लगभग भिजिसकेको छ। यहाँ चाहिँ मैले छाम्दै छु भिज्यो कि भिजेन भन्दै। अब चाहिँ यता टमाटर पनि लगभग पाकिसक्यो। मैले ग्यास बन्द गरिदिएँ। यहाँ पनि फुलिसकेछ। अब चाहिँ यसलाई अलिक ठुल्ठुलो भएको हुनाले मैले चाहिँ सानो काट्न जाँदैछु। हेर्नु न, एउटा हातले काटेको पनि छैन। यस्तै गरी दुई पिस चाहिँ मैले गराउँछु। यसबाट पानी निचर्दै अब चाहिँ यसलाई सानो सानो पिस गरेर काट्ने। जुन मैले काटेर हेर्नु, एउटा पिसको चाहिँ दुईवटा गरेको छु। अझ पनि पानी चाहिँ आइरहेको छ है। मैले निचरेरै काटेको, तब पनि पानी आइरहेको छ। अब फेरि यसलाई निचरेर एउटा भाँडामा चाहिँ राख्नुपर्छ, जुन मैले राखिसकेकी छु। यसरी सबै पानी चाहिँ निचरेर अहिले चाहिँ यो चाहिँ अलिक फ्राई गर्न गर्दा सजिलो हुन्छ। सबै पानी निचर्यो भने। हेर्नु म चाहिँ रेडी पारिसकेँ। अझै पनि आउँदैछ अझै। यहाँ चाहिँ मैले कराई बसालेकी छु। तातो किन भनेर चेक गरेको कि अब चाहिँ तातिसकेको छ। अब चाहिँ यसमा राख्छु मैले अलिकता तेल चाहिँ यसमा अलि नै राख्नुपर्ने हुन्छ। मेरो पनि अझै थोरै भएको थियो, तर यसमा पछि पनि एड गर्नुपर्ने हुनाले मैले चाहिँ थोरै नै राखेँ। अब चाहिँ मैले त्यो काटेर राखेको सोयाबिन चाहिँ खनाइदिन्छु। यसलाई चाहिँ अब एकदम ब्राउन, हल्का ब्राउन आफ्नो इच्छा अनुसार फ्राई गर्न सकिन्छ। मैले चाहिँ अलिअलि मात्रै, हल्का मात्रै गर्छु। हेर्नु टाँसिएको थियो तल के। अर्को चाहिँ यस्तो हुँदैन, यो चाहिँ यस्तो हुँदो रहेछ कि। किन सानो चाहिँ सजिलो हुन्छ, त्यो चाहिँ काट्न पर्दैन अनि टाँसिँदैन खासै। तर यो काटेर गर्दा चाहिँ टाँसिँदो रहेछ। यसरी चाहिँ मैले चाहिँ यत्तिकै हल्का रातो मात्रै बनाएकी छु। हजुरहरूले आफ्नो इच्छा अनुसार गराउन सक्नुहुन्छ। अब चाहिँ मैले निकाल्दिएँ। धेरै डढेको नि खानुहुन्न, स्वास्थ्यलाई हानि गर्छ। त्यही भएर यतिको नै ठिक हुन्छ। त्यही भएर मैले यतिकैमा निकाल्दिएँ। हेर्नु अब यसलाई चाहिने मरमसला, यो चाहिँ नुन हो, आवश्यकता अनुसार नुन। अघि काटेर राखेको पियाज, अब चाहिँ यहाँ मैले त्यसलाई जान्नको लागि तेल तताउन रेडी गर्दैछु। यहाँ चाहिँ अलिकता तेल, मेथी पुरा पड्किरहेको थियो कि। ग्यास बन्द गरिदिइसकेँ मैले। अब चाहिँ अघि राखेको खुर्सानी अनि अदुवा चाहिँ मैले त्यसमै राखिदिएँ। अब चाहिँ मैले बेसार पनि यसमै राखिदिन्छु, किनभने त्यत्तिकै उता राख्दा कहिलेकाहीँ हल्का बेसारको गन्ध पनि आउँछ। हामीले यसरी लास्टमा गरे पनि डढ्दैन अनि बेसारको गन्ध पनि आउँदैन। अब चाहिँ मैले यो झानिदिन्छु। यसरी जाने चाहिँ अब अघि पकाउन राखेको टमाटर जुन सेलाइसकेको छ, अब यसको कालो कालो माथिको बोक्राहरू चाहिँ फाल्नुपर्छ, नत्र भने अलिक कालो कालो देखिन्छ। त्यही नि डढेको खाना पनि हुँदैन।
त्यही मैले हेर्न सक्नुहुन्छ। सजिलोसँग निस्किन्छ माथि माथि मजाले बोक्राहरू। यतिको यस्तै गरी मजाले बोक्राहरू फाल्नुपर्छ। अर्को पनि देख्न सक्नुहुन्छ। यसै गरी यो डढेको बोक्राहरू फाल्ने। यसरी भइसकेको छ। टमाटर चाहिँ मजाले पाकेको छ भित्रपट्टि। अब चाहिँ यो चाहिँ अचारमा राख्ने मसला हो, आवश्यकता अनुसार राख्न सक्नुहुन्छ। अनि अलि चाहिँ यो चाहिँ कागतीको रस जुन मैले डिब्बामा गरेर राखेको थिएँ आवश्यकता अनुसार अमिलोको लागि। अन्त 3 चम्चा कागतीको रस लिएकी छु। यहाँ चाहिँ अब अलिकता काँचो तोरीको तेल, अघि हामीले तताएर हालेको थियौँ नि, यो चाहिँ काँचो नै हो। यसले अर्कै टेस्ट बनाउँछ, टेस्ट मिठो हुन्छ काँचो तोरीको तेलले। अब रेडी पारेको हाम्रो टमाटर अब चाहिँ हामी सबै मिक्स गर्नुपर्छ। हात चाहिँ मेरो सफै छ, मैले चाहिँ हातले नै मिक्स गर्छु। टमाटर चाहिँ यसले सुस्तरी मिक्स गर्नुपर्छ, नत्र पुरा उछिटिन्छ नि त भित्रको रसहरू। त्यही भएर सुस्तरी नै अब यो पनि सुस्तरी मिचेर पुरा निस्किरहेको छ त्यसमा भएको रसहरू। हजुरहरूले चम्चाले गर्न पनि सक्नुहुन्छ, किनभने मैले त हातले नै त्यो मिच्नु पर्ने भएको हुनाले टमाटरलाई मैले हातले नै मिचेर रेडी पार्छु। किनभने त्यो उसको भित्रभित्र पनि नुन जानुपर्छ नि त, हातले पनि राम्रोसँग मोलिन्छ। हेर्नु म गरेर रेडी भइसकेको छ। हेर्नु यो चाहिँ खानाको लागि रेडी भइसक्यो। यो सोयाबिनको छोइला, सोयाबिनको अचार जे भने नि हुन्छ। यो रोटीसँग खानासँग खाना एकदम मिठो हुन्छ। यसको फाइनली लुक यस्तो देखिएको थियो। यसमा हजुरले अझै धनिया पनि एड गर्न सक्नुहुन्छ, मैले चाहिँ धनिया एड गरेन, अहिले भर्खर खाना भएको हुनाले। यसरी हजुरहरूले पनि बनाएर खान सक्नुहुन्छ। ओके बाई।